ठिक्क जेएनजीका अगुवाकर्ता मिराज ढुङ्गानाले पनि पार्टी खोल्ने रे। अब खोल 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 सबले पार्टी खोल। उता हर्कलले पार्टी खोलिसके, अब बालनले पार्टी खोल्छन्, कुलमानले पनि पार्टी खोल्ने भन्ने हल्ला चलिरहेछ। अब सुदन गुरुङले पार्टी खोल, सबले पार्टी खोल, सबले एक एकले पार्टी खोल। अलिअलि भएको फ्रिडमको भोट, यो स्वतन्त्रको भोटहरू सबैले टुक्राइदियो, बाँडौ। त्यसपछि अब के हुन्छ त भन्दाखेरि पहिलेका पार्टीमा लागेका मान्छेहरू कहिले परिवर्तन हुनेवाला छैनन्। उनीहरू एकट्ठा भएर बसिरहेको छन्। अनि के गर्छन्, त्यही टाउकेलाई भोट हाल्छन्। अनि त्यसपछि फेरि सत्तामा को आउँछ, त्यही टाउकेहरू आउँछ। यत्रो विद्रोह गरेको किन? 72 जना शहीदहरूको रगतमाथि रजाइ गर्न थाल्ने, जेएनजीहरूले पनि पुरै रजाइ गर्न थाल्ने। खोइ त के को लागि यत्रो विद्रोह भएको? त्यही तिमीहरूले पार्टी खोल्नको लागि हो? पहिलेका टाउकेहरूले जस्तै तिमीहरूले गर्छ भने त के अर्थ भयो त? किन ल यिनीहरूले अब केही गर्लान् भनेको तिमीहरू पनि पार्टी खोल्ने? बाबा 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 हो। अब यही गरौ, भोट सबैले भोट टुक्राओ, भोट चाहिँ बाँडफाँड गरौ। त्यसपछि पहिलेका ती पार्टीका मान्छेहरूले त्यही आफ्नै टाउकेहरूलाई भोट हाल्छन्। भोट हालिसकेपछि अबको सत्तामा तिनीहरू आउँछन्। अनि त्यसपछि तिम्रो ट्वाल्ल लाटा लिएर जसरी बसो। अनि त्यसो अन्तिममा के गर भन्दाखेरि विदेशतिर आओ, म त आइसकेँ, अब तिमीहरू पनि आओ। त्यो उदयमती उदयगति भन्छ नि, हो त्यस्तै गरौ। सबले पार्टी खोलो, सबले।